हेलो नमस्ते सबैजनालाई। आज म तपाईहरुलाई हाम्रो शुभ दिन ओटजेल मोइस्चराइजरको एउटा नयाँ कन्टेनर अनि एउटा भर्खरै सकिएको कन्टेनर देखाउन गइरहेको छु। यो पम्प सिस्टममा भएको भएर लगाउन एकदमै सजिलो छ है, अनि लाइट टेक्सचर भएको भएर इजिली एब्जर्ब पनि हुन्छ। अनि यो चाहिँ भर्खरै सकिएको यही क्लिनिक युजमा गरेको मोइस्चराइजर हो। यसमा हावा मात्रै आइरहेको छ पम्प गर्दाखेरि, अनि यसमा अलिकति चाहिँ रहेछ बाँकी, त्यति मात्रै आयो। त्यो भन्दा बढी जति निचरे पनि आएन। त्यसो भन्दैमा फेरि सिधै फालिहाल्न चाहिँ पर्दैन है, किनभने यो कन्टेनर भित्र अझै अलिअलि लुकेर बसेको मोइस्चराइजर हुन्छ। यो मेटल रिङलाई यसरी घुमाएर टक्क आवाज आउने गरेर निकाल्नुस् ल। अनि यो भित्र अझै हेर्नु त 2-3 पटकलाई त मजाले पुग्ने मोइस्चराइजर यसमा टाँसिएर बसेको छ है। त्यही भएर कन्टेनरमा हावा मात्रै आयो भनेर सिधै नफाल्नु होला है। अनि कटन बडले चाहिँ यसरी यो कुना काप्चामा लुकेर बसेको मोइस्चराइजरलाई कोट्याएर पनि लगाउन सकिन्छ है। मैले त अघि नै लगाइसकेर म रेडी भइसकेको हो, तैपनि अब यति मोइस्चराइजरलाई कता फाल्नु हैन। ल म लगाएर पनि देखाइदिन्छु। ओके, अनि यो चाहिँ एकदमै लाइट टेक्सचरको जेल मोइस्चराइजर हो, त्यही भएर लगाउने बित्तिकै एकदमै छिटो एब्जर्ब पनि हुन्छ। अहिलेको यो समरको लागि त बेस्ट मोइस्चराइजर है। अनि यो चाहिँ सेन्सिटिभ स्किन टाइपलाई पनि हुने खालके कुलिङ सुदिङ इन्ग्रेडियन्ट भएको मोइस्चराइजर हो। यदि तपाईहरुलाई पनि चाहिन्छ भने हामीलाई कन्ट्याक्ट गर्नुहोला। थ्यांक यू।